एभ्रिवान सबैजना नमस्ते सबैजनालाई एभ्रिवान सबै ठिकै हुनु होला के रे। आजको ब्लग रहेको छ घुमघाम गर्ने रहेको छ। अनि यहाँ पुरै घुमघाम गर्ने रहेको छ। हामी जानेछौँ ठुलो पोखरा जानेछौँ अनि घुम्न जानेछौँ। हेर्नु होला हामी यता हुँदै जानेछौँ। यो चिलपारामा जानेछौँ। हामी सबै प्रमोट गर्नेछौँ। हेरौँ जाउँ हामी मन्दिर हेर्नका लागि। यहाँ बसालको मन्दिर रहेको छ माथि, हेर्नका लागि जानेछौँ। हेरौँ दसैँमा पाठा काट्छ हाम्रो मन्दिरमा। हेरौँ कस्तो हुनेछ। सबैजनालाई हेर्नुहोस्, आज आइएको छ माथि मन्दिर हेर्नको लागि जानेछौँ। मन्दिर रहेको छ। How do you doing? How are you? How are you question? You. हेरौँ यहाँ रहेको छ। जानेछौँ मन्दिरमा हेर्नका लागि। हेरौँ के छ मन्दिर कस्तो रहेको छ बसालको। हेरौँ कस्तो रहेको छ। Different temple you my Vasal cast you बसालको रहेको छ। हेरौँ आएको छ मन्दिर। अब 2 मिनटमा आउनेछ। मन्दिर रहेको छ। हेर्नको लागि जानेछौँ मन्दिरमा कस्तो रहेको छ। हेरौँ मन्दिर हेरौँ के छ कस्तो बनेको छ। हेरौँ सबै हेरौँ कस्तो बनेको छ। I trust you, a beautiful temple. My cast you, my temple. I think you just memorize your temple. You believe you God. यो रहेको छ हाम्रो मन्दिर रहेको छ बसालको। यस्तो रहेको छ बसालको मन्दिर। हेरौँ बसालको मन्दिर यस्तो रहेको छ। यो कुलाइन भन्छ यसलाई। हाम्रो बसालको मन्दिर यस्तो रहेको छ। कुलाइन यस्तो रहेको छ। कुलाइनको मन्दिर यस्तो रहेको छ। हेरौँ राम्रोसित हेर्नुहोस्। कुलाइनको यस्तो रहेको छ। कुलाइनको मन्दिर यस्तो रहेको छ। अनि अब हेरौँ उता कुलाइनको मन्दिर हेर्नुभयो होला। कुलाइनको मन्दिर यस्तो रहेको छ। राम्रो रहेको छ। कुलाइनको मन्दिर यस्तो रहेको छ। अब रहेको छ हाम्रो भैरथानको मन्दिर यस्तो रहेको छ। भैरथानको मन्दिर यस्तो रहेको छ। हेर्नु होला भैरथानको मन्दिर यस्तो रहेको छ। भैरथानको मन्दिर यस्तो रहेको छ। पुरा यस्तो रहेको छ। भैरथानको मन्दिर
हेर्नुहोला हेर्नुहोला हर्षानको मन्दिर यी घन्टा यत्रो रहेको छ हेर्नुहोला घन्टा यत्रो रहेको छ घन्टा त्रिशूल यत्रो रहेको छ हेर्नुहोला त्रिशूल यत्रो रहेको छ हेरौँ त्रिशूल यत्रो रहेको छ अब हामी जानेछौँ हामी एकदेखि शिशुदेखि 1 सम्म पढेको श्री सीता माध्यमिक विद्यालयमा जानेछौँ हाम्रो यस्तो रहेको छ कथा हामी पढेको श्री सीता माध्यमिक विद्यालयमा जानेछौँ कस्तो रहेको छ हेरौँ पुरै हुले हेरिएको छ हाम्रो अब जानेछौँ श्री सीता सेकेन्डरी स्कुल त्यो 10 सम्म पढाइ हुन्छ शिशुदेखि 10 सम्म पढाइ हुन्छ हेरौँ कस्तो रहेको छ हेरौँ हाम्रो स्कुल कस्तो रहेको छ हेरेर जानौँ हाम्रो रहेको छ स्कुल यो रहेको छ श्री सीता माध्यमिक विद्यालय धेरै राम्रो रहेको छ आई जस्ट यु अब हेर्नुहोस् यहाँ जानेछौँ हामी बन्द रहेको छ यही हो हाम्रो पढेको स्कुल यही हो यस्तो रहेको छ हेरौँ जानेछौँ यताबाट छिरेर पख्नुहोला यताबाट जानेछौँ हेरौँ यहाँबाट जानेछौँ श्री सीता सेकेन्डरी स्कुल हेर्नुहोस् यस्तो रहेको छ पुरै यस्तो रहेको छ हामी शिशुदेखि 10 सम्म पढेको यस्तो रहेको छ हेरौँ यस्तो रहेको छ लुक्स हाम्रो स्कुल यो 10 सम्म रहेको छ हेर्नुहोस् यस्तो रहेको छ हेरौँ यस्तो रहेको छ लुक्स यस्तो रहेको छ हेरौँ हाम्रो हेर्नुहोस् यस्तो रहेको छ नेक्स्ट ब्लगमा भेटौँला ल बाई